नमस्ते साथीहरू, यसरी आलु चाहिँ सफा गरेर चाहिँ अनि यसलाई बोइल हुनलाई चाहिँ दिनुस्। 2-3 सिटी लागिसकेपछि बोइल भएपछि अनि सेलाएपछि प्रेसर निस्केपछि अनि यसलाई सफाले पिल गर्नुस्। आलुलाई ताछ्नुस् अनि आलु ताछिसकेपछि अनि यता कराहीमा तेल पनि मैले 2 चम्चा जति हाले अनि जिरा पनि रातो हुन्जेलसम्म फुराउनुस् अनि त्यसमा चाहिँ आलु सफा गरेको चाहिँ हालेर चाहिँ अलिक फ्राई गरेर निकाल्नुस्। अनि त्यसमा स्वाद अनुसार नुन हाल्नुस् अनि जिरा धनियाको धुलो हालेर चप गरेको प्याज हालेर चाहिँ म्यास गर्नुस्। अनि यता चाहिँ मैले बाटामा आटा हालेर चाहिँ डो बनाइसके मुछेर अनि त्यो अलिक पेडा काटेर अनि त्यसमा चाहिँ खाल्डो बनाएर मजाले त्यही आलु म्यास गरेको चाहिँ यसमा मजाले फिलअप गरेर अनि यसलाई सिल गर्नुस्, प्याक गर्नुस् एकदम ननिस्किने गरी आलु चाहिँ। अनि यसलाई रोटी जस्तै मजाले आटा सुकेको हालेर चाहिँ मजाले यसलाई बेल्नुस्। अनि यो पुरा बेलिसकेपछि यता कराही तातेपछि अनि रोटी जस्तै सेम उल्टाइ पल्टाइकन पकाउनुस्। अब घी मनपर्छ भने घिउ हाल्नुस्, नभए त सनफ्लावर रिफाइन्ड ओइलमा पनि पकाउँदा यो आलु पराठा मिठो हुन्छ। यसरी बनाउनुस् अनि त्यसपछि क्रिस्पी भएपछि निकाल्नुस् अनि दही अचारसँग आलु पराठा इन्जोय गर्नु।